विधायक चुनावमा तपाईँ कुन हालतमा स्थितिमा थियो? त्रिचन्द्र भाइ हुन्छ बाइकमा तपाईँ स्कुटी त्यो सानो हिरो होन्डा बाइकमा आउनु महल छ त्यहाँ पिलुवामै छ देखिएको छ ल्याउनु छैन कसरी आयो त सामान्य मान्छे छैन जनताहरू चाहिँ झन् गरिब हुने जनताहरू चाहिँ गरिब हुने सांसद माननीयहरू चाहिँ झन् माथि जाने हुन्छ हामीले त्यो कारणले पठाएको हो होइन सुन्नु तपाईले जितेर गएको 7 वर्षसम्म केही पनि भएन अहिलेसम्म तपाईले जितेर गएको 7 वर्षसम्म तपाईँ सांसद हुँदा पनि होइन तपाईले पुलको लागि बजेट छुटाउन सक्नु भएन नि सक्नु भएन होइन तपाईँ फेरि कुन आधारले भोट माग्न आउनुभयो अब चाहिँ कसरी छुटाउन सक्नुहुन्छ भनेर हामीले आशा राख्नु कसरी छुटाउनु जितेर तपाईँलाई जिताएर पठाउला हामी फेरि सक्नु अब फेरि 5 वर्षपछि पनि तपाईँ आएर यही भन्ने म पुल बनाइदिन्छु मलाई भोट दियो जिताओ भन्ने लाल पूर्जा अभियानमा लाग्यो तपाईँले ल हामी यहाँको युवालाई होइन एउटा कुरा हजुरले भ्रष्टाचार गर्न छैन भने हजुरले अहिले भर्खर भन्नुभयो नि भ्रष्टाचार गर्नुभयो पहिला यो भन्दा